खाली
जस्तै पाइप पर्छ जस्तै हुन्छ त्यो भान्जुको साढे 5 छुट्टै मर्म र भावना थियो होइन त्यो अनुसारको कार्यक्रम भयो हाम्रो छुट्टै मर्म र भावना अनुसारको कार्यक्रम हाम्रो दिनको 12 बजी त गर्नु भएन होला अनि साँझमा होइन उहाँहरूको चाहिँ कार्यक्रम बेलुका गर्ने खालको थिएन होइन हाम्रो चाहिँ हो प्रदेशको नामाकरणमा चाहिँ हाम्रो बेनिफिट हुन्छ फेरि हामी यहाँ राईहरू यहाँ लिम्बूहरू होइन याक्ला सुकुमार जति छ पैसाबाजी हामी एक हुन्छौँ तर यो चाहिँ फेरि हाम्रो संस्थाको मर्म भावना फरक उहाँहरूको कार्यक्रम थियो ए पानी नानीहरूको
पोखेछ नि पानी त खुसियालीमा यति बेला यसैभरि सहरैभरि यो स्थापना दिवस हामीले भव्यताका साथ मनाइरहेका छौँ र यति बेला यो धरानको मुटु भानुचोकमा हामी हाम्रो यो सर्वोच्च संस्था किराँत राई आयोगको 39औं स्थापना दिवस मनाइरहेको यो क्रममा यहाँ उपस्थित हुनुहुने सम्पूर्ण संस्कृति प्रेमी कला प्रेमी पहिचान प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूलाई म केही समय हाम्रो यो ढोल र झ्याल्का रोकिदिन हुनको लागि म हार्दिक आग्रह गर्न चाहन्छु। हामी यो हाम्रो 39औं स्थापना दिवसलाई अत्यन्तै सठिक ढङ्गबाट छोटो रूपमा औपचारिक ढङ्गबाट हामी सुरुवात गर्नेछौँ र अत्यन्तै छोटो रूपमा हामीले यसलाई समापन गर्ने कार्यक्रम रहेको हुनाले म यो ढोल र झ्याम्टालाई केही समय रोकिदिन हुनको लागि म हार्दिक आग्रह गर्न चाहन्छु। हामी संस्कृतिका धनी, हामी पहिचान प्रेमी, हामी सम्पूर्ण किराँत जातिहरू त्यति बेला हाम्रो 39औं स्थापना दिवस मनाइरहेको एउटा खुसियालीमा छौँ। त्यसो भएको हुनाले ढोल झ्याम्टालाई केही समय रोकेर तपाईँहरू यो हाम्रो माइकको वरिपरि बेबन्द भइदिनु हुनको लागि म हार्दिक आग्रह गर्न चाहन्छु। आजभन्दा 39 वर्ष अगाडि हाम्रा अग्रज, हाम्रा दूरदर्शी किराँत राई दाजुभाइ, हाम्रा अग्रजहरूको सहभागितामा, उहाँहरूको दूरदर्शितामा किराँत राई आयोगको स्थापना भएको हो, जसले 39 वर्ष होइन हजारौं लाखौं वर्षको यात्रा तय गरेको छ र यति बेलासम्म हामी सम्पूर्ण छरिएर रहेका किराँत राई दाजुभाइ तथा दिदीबहिनीहरूलाई संस्थागत ढङ्गबाट एकबद्धता गराउँदै संगठित गराउँदै आइरहेको कुरा म यहाँहरू सम्पूर्णलाई हार्दिक जानकारी गराउन चाहन्छु। हामी यति बेला नेपालमा मात्रै होइन, हाम्रा लगभग 22वटा प्रवास देशहरूमा समेत यति बेला किराँत राईको यो गौरवशाली संस्थाको 39औं स्थापना दिवस मनाइरहेको छौँ। त्यसो भएको हुनाले यो स्थापना दिवसको अवसरमा सम्पूर्ण किराँत राई दाजुभाइ दिदीबहिनी, त्यसै गरी गैर किराँत दाजुभाइ दिदीबहिनी, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई किराँत राई आयोगका सुनसरीको तर्फबाट हार्दिक शुभकामना पनि म व्यक्त गर्न चाहन्छु। हामी आज यो दीप प्रज्वलन सँगसँगै एकसाथ हामीले रक्तदानको कार्यक्रमलाई पनि जोडेका थियौँ र आज बिहान धरान 10 स्थित किराँत राई आयोगको कार्यालयमा हामीले रक्तदान कार्यक्रम गरेको थियौँ र उक्त रक्तदान कार्यक्रममा 52 दिन रगत समेत जम्मा भएको कुरा म हार्दिक जानकारी गराउन चाहन्छु। र यति बेला सुनसरीको मातहतमा रहेका विभिन्न तहगत कमिटीहरूले आफ्नो समितिमा यो किराँत राई आयोगको
39औं स्थापना दिवस मनाइरहेको छ। यति बेला हजारौंको संख्यामा उपस्थित भएर टिकटरीमा पनि एकैसाथ यति बेला दीप प्रज्वलनको कार्यक्रम भइरहेको कुरा म हार्दिक जानकारी गराउन चाहन्छु। र हामी यति बेला धरानको यो मुटु भानुचोकमा किराँत राईहरूको यो संस्था किराँत राई आयोगको 39औं स्थापना दिवस मनाइरहने सन्दर्भमा हामी उपस्थित भएका छौं र यो हाम्रो छोटो औपचारिक कार्यक्रम भएको हुनाले म यति बेला किराँत राई आयोगका सुनसरीका अध्यक्षज्यूलाई म यस कार्यक्रमको सभा अध्यक्ष ग्रहण गरिदिन हुन हार्दिक आग्रह गर्न चाहन्छु र समयको पाबन्दीले गर्दा उहाँ केही समय बाहिर रहनु भएको हुनाले म यो जानकारी गराउन चाहन्छु र आजको यस दीप प्रज्वलन कार्यक्रममा प्रमुख अतिथिको रूपमा पाल्नुभएका हाम्रो निम्तोलाई स्वीकारेर आउनुभएका किराँत राई आयोगका पूर्व केन्द्रीय अध्यक्ष तथा धरान उपमहानगरपालिकाका पूर्व नगर प्रमुख आदरणीय सामाजिक व्यक्तित्व राजनीतिक व्यक्तित्व तिलक राईज्यूलाई म आजको यस कार्यक्रमको प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिन हुन म हार्दिक आग्रह गर्न चाहन्छु। मैले अघि नै भने आजभन्दा 39 वर्ष अगाडि हाम्रा अग्रजहरूको योगदानले बनेको यो गौरवशाली संस्था किराँत राई आयोगको हामी यति बेला 39औं स्थापना दिवस मनाइरहेको छौं र यति बेला हामीले घर घरमा दीप प्रज्वलन गरेर हामी खुसियाली साटिरहेको छौं। त्यसो भएको हुनाले यति बेला हामी यो भानुचोकमा उपस्थित भएका छौं र यो सन्दर्भमा आफ्नो शुभकामना मन्तव्य राखिदिन हुनको लागि हामी म किराँत राई आयोगका केन्द्रीय समितिका पूर्व अध्यक्ष तथा धरान उपमहानगरपालिकाका पूर्व नगर प्रमुख आदरणीय व्यक्तित्व तिलक राईज्यूलाई म हार्दिक आग्रह गर्न चाहन्छु। I'm going to join Nepal Setu police officer. तपाईं जान्नु स्कुबा गर्दा यही भन्दा पनि स्कुबा नगरिकन होइन उहाँहरू देश पुग्यो हो प्रज्ञा उहाँ यता तिम्रो पछाडि उहाँहरू देश पुग्यो हो रक्षक भन्ने हो क्या रखवाली हिन्दीमा हो नेपालीमा भन्ने रक्षक हाम्रो देशको रक्षक हो नि उहाँहरू Sabinana.
यायोखा 39औं स्थापना दिवस बुझिएन भने गतिविधिहरू र पैसा हुने खालको गतिविधिहरू त्यो खालको चाहिँ विध्वंस निम्त्याउने र मचाउने खालको गतिविधिहरू हुने छैन भन्ने विश्वास दिलाउन चाहन्छौँ र सबै सहभागीहरूलाई चाहिँ आजेमालो गरेर यो राई मात्रै होइन गैर राईहरू सम्पूर्ण उपस्थित पत्रकार साथीहरूलाई चाहिँ यो कार्यक्रममा चाहिँ सहभागी भइदिनु हुनका लागि किराँत राई आएका सिङ्गो टिमको तर्फबाट यहाँलाई हार्दिक आग्रह अपिल गर्दै बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार। धन्यवाद। आजको यस कार्यक्रमका प्रमुख अतिथि किराँत राई आयोगका केन्द्रीय समितिका पूर्व अध्यक्ष तथा धरान उपमहानगरपालिकाका पूर्व नगर प्रमुख तिलक राईज्यू र अबको क्रममा हामी हाम्रो यो मुख्य कार्यक्रम किराँत राई आयोगको 39औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ र दीप प्रज्वलनको लागि शरीक भइदिनु हुन म सम्पूर्ण सहभागी मित्रहरू, पत्रकार साथीहरू, सम्पूर्ण मिडिया कर्मी साथीहरूलाई म हार्दिक आग्रह गर्न चाहन्छु। त्यसै गरी किराँत राई आयोगका सुनसरीका अध्यक्ष, आजको यस कार्यक्रमका सभाध्यक्ष राजेन्द्र राईज्यूलाई, प्रमुख अतिथिलाई उहाँ लगेर दीप प्रज्वलनमा शरीक गराइदिनु हुनको लागि म हार्दिक आग्रह गर्न चाहन्छु। र यो झण्डा र लोगो भएको वरिपरि सबैजना लामबद्ध भएर बस्दिनु हुन म हार्दिक आग्रह गर्न चाहन्छु। क्यान्डल मोमबत्ती हाम्रा जिल्लाका साथीहरूले मोमबत्ती बाँडिदिनु हुन म हार्दिक आग्रह गर्न चाहन्छु। सबैको हात हातमा मोमबत्ती क्यान्डल प्रदान गरिदिनु हुन म हार्दिक आग्रह गर्न चाहन्छु। आदरणीय मित्रहरू, हामी यति बेला यो संसारको धेरैवटा देशहरूमा किराँत राई आयोगको 39औं स्थापना दिवस भव्यताका साथ मनाइरहेका छौँ। आज जहाँ जहाँ किराँत राई दाजुभाइहरू बस्नुहुन्छ यति बेला हाम्रो यो आयोगको 39औं स्थापना दिवस मनाइरहेको छौँ। भव्य कार्यक्रममा हामी शरीक भइरहेको छौँ। आजभन्दा 39 वर्ष अगाडि हाम्रा पूर्वजहरूले निर्माण गर्नुभएको यो किराँत राई आयोगका आफ्नो स्थापना कालदेखि नै किराँत राईहरूको भाषा, धर्म, संस्कार, संस्कृतिलाई जगेर्ना गर्दै सम्पूर्ण किराँत राईहरूलाई संगठित गर्दै अघि बढिरहेको यो सामाजिक संस्था हो। त्यसो भएको हुनाले हामी बीचको भाइचारालाई, हामी बीचको मित्रतालाई बनाउनको लागि हामी किराँत राई आयोगका सम्पूर्ण जिम्मेवार साथीहरू हामी लगातार रूपमा लागिरहेका छौँ। त्यसो भएको हुनाले हाम्रो मित्रता, हाम्रो
यता र सिलसिलामा यति बेला यो धरानको मुटु भानुचोकमा हामी भव्यताका साथ शुभकामना आदान प्रदान गरिरहेको कुरामा हार्दिक जानकारी गराउन चाहन्छु। चाहिरहेका जहिले पनि यहाँ पर झन्डामा हो क्या रेड भएकोमा त्यसो भएको हुनाले यहाँ कुनै पनि प्रकारको जाति लक्षित भाषा धर्म समुदायलाई लक्षित गरेर कुनै पनि प्रकारको हाम्रो कार्यक्रममा हुनेवाला छैन। त्यसो भएको हुनाले हामी सर्वोच्च संस्था मनाइरहेका छौँ र यस सन्दर्भमा सम्पूर्ण आदिवासी जातिवर्गीयहरूमा हार्दिक शुभकामना पनि हामी व्यक्त गर्न चाहन्छौँ। भयो आरामै छ ठिकै छ म त उता गइहालेँ कि अनि सबै कुरा ल हुन्छ हस् है ल आदरणीय भ्युअर्सहरू म चाहिँ समयको कमीले गर्दा पुरा बस्न सकिनँ त्यसको लागि माफी चाहन्छु। म चाहिँ यो लाइभ काटेर जान्दैछु है धन्यवाद अहिलेसम्म हेरिदिनुमा। मेरो चाहिँ कार्य व्यस्तताको कारणले म यो लाइभलाई कन्टिन्यू गर्न सकिनँ त्यसको लागि सरी। यतिन्जेलसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद। आज किरात राई आयो खाएको 39औं के भयो किरात राई आयो खाएको 39औं स्थापना दिवस यो
आज चाहिँ हामी भानुचोकमा छौँ। भानुचोकको घन्टाघरमा यो चाहिँ सब्जी मन्डी। सब्जी मंडी का भीड़ मेरो छोरीहरूलाई सब्जी मन्डीको नजारा यस्तो छ है। धरान सब्जी मन्डी यस्तो छ। कपडाहरू यता छ। अहिले भर्खर हामीहरू चाहिँ नाचेर आएको गलिरहेछौँ। पसिना पसिना छ। पेट पनि गर्दैछ। Oh my god, आन्टी यता होस् कि